हेलो साथीहरु, वेलकम ब्याक टु माय युट्युब च्यानल। आज चाहिँ हामी रोल्पाको यात्रामा छौं। हाम्रो यात्रा जारी नै रहनेछ, हेरेर साथ दिनु होला। मेरो छोरी, मेरो बुढा, हामी चाहिँ आज स्कुटीको यात्रा छ हाम्रो। टिका भेट्न जाने हो। पारा गर्दिउ साना। ल साथीहरु, हामी चाहिँ अब लाग्यो है। स्टार्ट गर्नु बुढा, ल स्कुटी सुरु गरिहाल्नु है। हेलो, हामी चाहिँ होलेरीको डाँडामा आइसक्यौं र यहाँ पनि यस्तो राम्रो कुइरीहरू लागेको छ। एकदम रमाइलो ठाउँ छ। उतातिर हेर्नु, एकदम कुइरीहरू लागेर सिनहरू पनि बबाल लागेको छ हरियालीसँगै। यो वर्षायामको मौसममा चाहिँ घुम्न एकदम मजा आउँछ, तर बाटो चाहिँ त्यति राम्रो छैन। त्यही पनि हामी रमाउँदै हिँडिरहेछौँ। ल हाम्रो भ्लग हेरिराख्नु होला। है त साथीहरू, बाई बाई। गजब बेइज्जती है। अब माइती देश नजिकतिर आइसक्यो। रकेट उडिरहेछ पानीमा। आजको मौसम चाहिँ एकदम माथि लेकतिर हाम्रो थुक्पा लेक। फाइनली हामी चाहिँ आइसक्यो। अब अहिले गाडी गर्नुपर्छ होला। यति ढिलो आएको के छ बगालहरू भन्ने है। के छ बगालहरू आइपुग्यो सपना छ। 100 लाख कमाउनु छोरा बुहारीले तिर्नु हुन आशेको धेरै सबै खाने त अनि खाने त खाने त सबै नि हो। छोरा बुहारीले बोलेको नाति नकिनाले खानु नभन्यो भने अब बाध्य खायो भने नानी बाहिर ठुलो गरिदिन। तिमीले मलाई रक्सी ल्याइदिनु। रक्सी लिइदिनु के छ होला जे थाहा छ भने ठिक्कै बिहा छ। कति छ्या मम्मी र हाम्रो कहाँ बिहा छ नि